तपाईहरु जब मण्डलीमा आउँदाखेरि प्रभुको कुराहरु हामीले बोल्नु, एकले अर्कोलाई भन्नु नै प्रभुले भनेका सत्यतालाई सुन्नु, त्यतिखेर तपाई यहाँ बसेर फोन खेलाउने होइन। डोन्ट डु दैट। किन्टिङ खिच्री त्यो कस्तो खालको आदर हो? प्रिय हो, तपाईको निम्ति क्रुसमा मर्ने प्रभुको वास्तविकतालाई सुनेर उहाँको वैभव र शक्तिलाई हृदयमा गाड्नको लागि आउँदै हुनुहुन्छ। नाथे मरिजानेलाई टेक्स्ट गर्ने हो? हैन त्यो हाउडेको भिडियो हेर्ने हो? नो। यति साह्रो अनादर हुन्छ नि। फोन खेलाउनु गल्ती होइन, इट्स ओके, घरमा खेलाउनुहोस्, आराधनाको बेलामा होइन। यसलाई नराम्रो नलिनुहोस्, तर गहिरेर सोच्नुहोस्। प्रभुको तपाईलाई मुक्ति दिने के तपाईसँग गाँसिएको एकदम कुनै पनि कुरोले मदेखि नछुटाओस्, यसलाई नलैजाओस् भनेर तपाईको निम्ति प्रेमद्वारा अनुग्रहद्वारा रगत बगाउने प्रभुको कुरा सुन्दै गर्दाखेरि चाहिँ अरू कुराहरूलाई समर्पित हुनु भनेको उहाँलाई अनादर गर्नु राम्रो होइन यो।